Hello everyone. Picnic. So, अब चाहिँ हामी नालन्दा बिहार जाँदैछौँ। यो चाहिँ आजको लास्ट एडभेन्चरमा हुनुहुन्छ तर भोलि बन्छ। पहिला को बिहार जस्तो रहेछ। गौतम बुद्धले आफ्नो तपस्या प्राप्ति गरिसकेपछि विभिन्न ठाउँमा जानु गुम्बाहरू हामी बिहारहरू छौँ। पहिलाको घरहरू कस्तो थियो, पहिलाको राजगृह भनौँ न, त्यो एकदम ठुलो रहेछ है। एरिया चाहिँ केन्सी एकदम ठुलो रहेर जस्तै। यो चाहिँ पहिलाको कोठाहरू थियो होला यिनीहरू। यो चाहिँ त्यो ठाउँमा त्यहाँ रहेछ र यो चाहिँ सायद पहिलाको राजदरबार चाहिँ। ल हामी चाहिँ यहाँ छौँ, नालन्दामा छौँ। यसलाई चाहिँ गृहकुट पर्वत भन्छ है, राजगिरको गृहकुट पर्वत। त्यसलाई हामीले शेर्पाहरूले चाहिँ अब शेर्पा भाषा भनौँ, अब हाम्रो तिब्बती छेउ भाषामा भनौँ, त्यसलाई चाहिँ जगोइफुङ्बुरी भन्छ ल। ठाउँको नाम चाहिँ जगोइफुङ्बुरी भन्छ। जगोखाप भनेको चाहिँ राजगिरलाई जगोखाप भन्छ। अनि जगोइफुङ्बुरी भनेलाई चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि गृहकुट पर्वत भन्ने चाहिँ त्यो होला। अनि त्यो ठाउँ चाहिँ के हो भन्दाखेरि चाहिँ पहिला सङ्गे चुम्दिन्थे। गौतम बुद्ध चाहिँ जब दोर्जे दिनमा बोध गयामा बुद्धत्व प्राप्त गरेपछि सङ्गे भएपछि त्यहाँबाट गएर आएर चाहिँ उहाँले वाराणसीमा सबभन्दा पहिला चाहिँ वाराणसीमा उहाँले धर्म प्रवचन दिनुभयो। वाराणसीमा चाहिँ 4 आर्य सत्यको बारेमा, कवि देवर्षिको बारेमा धर्म प्रवचन दिनुभयो। अनि त्यसपछि आएर दोस्रो पटक धर्म प्रवचन चाहिँ अघि हामीले दर्शन गरेको ठाउँ जगोइफुङ्बुरी गृहकुट पर्वतमा दिएको होला। त्यो ठाउँलाई चाहिँ त्यो ठाउँमा चाहिँ गृहकुट पर्वतमा चाहिँ जब गौतम बुद्धले धर्म प्रवचन दिएको थियो, धर्म प्रवचन सबै सङ्ग्रह गरेर एउटा के भन्छ त्यसलाई चाहिँ के को नाम दिएको छ भन्दाखेरि प्रज्ञापारमिता। हामीले चाहिँ त्यसलाई युम पनि भनिन्छ, बुम पनि भनिन्छ है। त्यसलाई हामीले युम भनेर बुम भन्ने त्यो चाहिँ सङ्गे चुम्दिन्थेले कहाँ बताउनु भएको रहेछ भनेर थाहा पाउनु भएन होइन? कुन ठाउँमा बताउनु भएको रहेछ? गृहकुट पर्वत है, प्रज्ञापारमिता सूत्र हो। त्यो चाहिँ गृहकुट पर्वतमा प्रवचन दिनुभएको हो रे। त्यो अघि हामीले दर्शन गरेको डाँडामा होइन, त्यो भयो। अनि अब यो चाहिँ के हो भन्दाखेरि यो नालन्दा विश्वविद्यालय, त्यतिखेर त विश्वविद्यालय भन्ने त्यो नाम त त्यसरी नामकरण त गरेको छैन। नालन्दा भनेर भनिन्छ यो ठाउँलाई होइन। नालन्दा चाहिँ 7-8 शताब्दीतिर एकदमै चलेको यो विश्वविद्यालय हो। त्यसमा चाहिँ यो विद्यालयमा चाहिँ बौद्ध धर्मको बारेमा, बौद्ध दर्शनको बारेमा जुन ठुलो अध्ययन गर्ने ठाउँ, केन्द्र ठाउँ परेको थियो। 7-8 शताब्दीदेखि लिएर 13 शताब्दीसम्म चाहिँ यो नालन्दा विश्वविद्यालय चाहिँ जीवित थियो अरे। 13 शताब्दीको सुरुवाततिर जुन यो
गैर बुद्धिस्टहरूले चाहिँ अब यो आक्रमण गरेर जलाइदिएको हो यो बुझ्नुभयो कतिसम्म थियो अरे 13 शताब्दीको सुरुवातसम्म थियो यो भयो यो नालन्दा विश्वविद्यालय भन्ने एउटा त्यसै गरेर यो विक्रमशील विश्वविद्यालय भन्ने अनि उत्तर काश्मीरपट्टि पर्छ यो तक्षशिल विश्वविद्यालय भन्ने अनि यतै साइडतिरै पर्छ यो बिहार यो युपीतिरै पर्छ होला कोदण्डपुरी विश्वविद्यालय भन्ने बौद्ध धर्मको एकदम ठुलो अध्ययन गर्ने ठाउँ विद्यालय थियो अरे यो नालन्दा विश्वविद्यालय जस्तो सोच्यो भने यहाँ चाहिँ चीनदेखि लिएर वेनसङ भन्ने सुन्नुभएको छ वेनसङ भन्नेहरू यहाँ 10औं वर्षसम्म यहाँ चाहिँ के भन्छ यहाँ अध्ययन गरेर यहीँ नै उहाँले टिचर गरेर सिकाएर यहाँबाट बौद्ध धर्मको ग्रन्थहरू माथि लगेर टिबेटमा लगेर यो ट्रान्सलेट गरेर टिबेट चाइनामा लगेर चाइनिज भाषामा ट्रान्सलेट गरेर अनि बौद्ध धर्मलाई फैलाएको चाइनामा वेनसङ भनेर है स्वयंसङ पनि भनिन्छ वेनसङ पनि भनिन्छ उनीहरू पनि यो ठाउँमा आएर चाहिँ यो बौद्ध धर्मको बारेमा दार्शनिक कुराहरू पनि यहाँ सिकेर ज्ञान दिएर चाहिँ उहाँले उनीहरूले यहीँ नै टिचर पनि गर्यो र पछि फर्केर गएर चाइनामा उहाँहरूले बौद्ध धर्मलाई फैलाएको यो अहिले हामीले यो क्यु पिक्चर भनेर यो बाँदर र यिनीहरूको यो सिरियल हेर्ने छ नि यो सबै यो वेनसङको आधारमा बनाएको है वेनसङ आउँदाखेरि यसरी नोट गरेर राखेको उसले यो के भन्छ वृत्तान्त लेखेको यो त्यसको आधारमा चाहिँ यो क्यु पिक्चर भन्ने सिरियल एउटा छ नि त चाइनिज भाषाको सिरियल यो अहिले टिबेटन भाषामा ट्रान्सलेट गरेको छ त्यो हेर्नु यो नालन्दा विश्वविद्यालय चाहिँ पहिला फर्स्टमा चाहिँ के हो भन्दाखेरि चाहिँ यो ठाउँ चाहिँ सारीपुत्र भन्ने चाहिँ यो ठाउँमा जन्मेको हो यही ठाउँबाट जन्मेको हो के सारीपुत्र भन्ने सङ्गीत मन्दिरको साइडमा 2 जना भिक्षुहरू हुनुहुन्न त्यसमा एक दाहिनेपट्टिको सारीपुत्र चाहिँ यहाँ जन्म भएको सारीपुत्रको जन्मथलो यो थियो यही सारीपुत्रको जन्मथलोमा चाहिँ पछि आएर त्यसरी विद्यालय खडा गरेको यो विद्यालय चाहिँ 7-8 शताब्दीमा चाहिँ एकदमै के भन्छ विश्वप्रख्यात भएर चाहिँ अनि चीन तिब्बत बङ्गलादेश श्रीलङ्का कहाँदेखि चाहिँ यो के भन्छ इन्डियाको अधिराज्य भरिएको मान्छे त्यसै गरेर नेपाल चाइना तिब्बत धेरै ठाउँबाट चाहिँ यो ठाउँमा चाहिँ अध्ययन गर्न आउँछ बौद्ध धर्मको बारेमा त्यसरी अध्ययन गरेर चाहिँ यो विश्वविद्यालय चाहिँ कतिसम्म भयो भन्दाखेरि 13 शताब्दीको सुरुमा भयो 13 शताब्दीले आक्रमण गरेर जलाइदिएको नष्ट गरे अब अहिले हामीले दर्शन भनेको यसको कहानी सुनेर चाहिँ यहाँ यसको भग्नावशेषहरू हेरेर यसको कहानीहरू सम्झिने मात्रै होला यो चाहिँ पहिलाको युनिभर्सिटी रहेछ 그쵸, गौतम बुद्धको पाइला अरे ल अब चाहिँ आजलाई यति नै अब चाहिँ हामी निस्किन लागेको अनि यहाँ हामी अब एकछिन बसेर अनि हामी अब यहाँ हामी
आफ्नो बस्ने रुमतिर लाग्छु देन टेक केयर बाई बाई डु भिजिट बिहार इन दिस नालन्दा युनिभर्सिटी